एकदम। हाम्रो लक्ष्य चाहिँ के हो भने 100 केजी युएमएमबी कसरी बनाउने, के कति सामान चाहिन्छ, कसरी मिसाउने अनि के कुरामा ध्यान दिने यो सबै प्रश्न पार्ने हो। अनि यो किन चाहियो भन्ने कुरा पनि त छ नि, हैन? त्यो त महत्त्वपूर्ण छ। खास गरी अब सुक्खा मौसममा, हैन? जब हरियो घाँसपात कम हुन्छ, दाना पानीको अलि अभाव हुन्छ नि, हो। त्यस्तो बेला पशुलाई चाहिने तागत, प्रोटिन यो ब्लकले दिन्छ के? ए, भनेपछि त्यो साह्रै उपयोगी चिज रहेछ। ल त्यसो भए सामग्रीबाटै सुरु गरौँ न त। 100 केजी बनाउन के चाहिने रहेछ त? ल है त, 100 केजीको लागि बरान चाहियो 28 केजी। बरान 28 केजी? भ्याली अलि बढी 32 केजी। भेली 32, ठिक छ। अनि भटमासको पिना 8 केजी, युरिया मल 10 केजी, युरिया 10 केजी, ओके। मिनरल मिक्सचर 6 केजी, चुन पनि 6 केजी नै। मिनरल मिक्सचर छ, चुन छ। अनि सिमेन्ट 5 केजी र नुन पनि 5 केजी। सिमेन्ट र नुन 5-5 केजी। ल, यो भयो सामग्रीको लिस्ट। एकदम। यहाँनिर भेलीले तुरन्तै तागत दिन्छ अनि युरियाले चाहिँ के अरे पशुको पेटभित्रको सूक्ष्म जीवाणुलाई नाइट्रोजन दिन्छ जसले प्रोटिन बनाउँछ। ए, त्यो त दाना कम हुँदा झन् चाहियो नि, है? हो नि। अनि बनाउन थाल्नु अघि चाहिँ यी सबै सामान, मिसाउने भाँडो, केही बलियो लाठी जस्तो अनि ब्लक बनाउने साँचो, यति कुरा ठिक्क पारेर राख्नुपर्छ। तयारी त गर्नु परिहाल्यो। ल, अब मिसाउने तरिकातिर लागौँ। चरणमा गर्नुपर्छ होला नि यो त? हो, यसको चरणहरू छन्। पहिलो चरणमा चाहिँ के गर्ने भने एउटा बाल्टिनमा त्यो 32 केजी भेली र 5 केजी नुन हालेर मजाले घोल्ने। ए, भेली र नुन पहिला, पानी चाहिँ? भेली अलि बाक्लो हुन्छ, त्यसैले राम्ररी घोल्नुपर्छ। पानी खासै चाहिन्न, भेलीमै अलिअलि हुन्छ नि। नुनले स्वाद पनि बढाउँछ, अलि खनिज पनि भयो। अच्छा, अनि दोस्रो चरणमा? दोस्रो चरणमा त्यही भेली नुनको घोलमा 10 केजी युरिया हाल्ने अनि फेरि मजाले चलाउने। युरिया हालेपछि घोल्ने? हो, तर यहाँ एउटा एकदम ध्यान दिनुपर्ने कुरा छ। युरिया पुरै घोल्नुपर्छ, डल्लो रहनु भएन। ए, हो र? किन नि? त्यो डल्लो सोझै पशुले खायो भने त विष लाग्न सक्छ। त्यसैले घोलेपछि 10-15 मिनट जति छोडिदियो भने राम्रो। ओहो, यो त साह्रै महत्त्वपूर्ण कुरा पो रहेछ। युरिया पुरै पग्लिन दिनुपर्ने। ल, तेस्रो चरण नि? तेस्रो चरणमा चाहिँ बाँकी रहेका जति सुक्खा सामग्री छन् नि, बरान, पिना, मिनरल। हो, बरान, भटमास पिना, मिनरल मिक्सचर अनि चुन र सिमेन्ट पनि। सिमेन्ट पनि? यति ब्लक कडा बनाउनु होला है? हो त नि। हो, त्यो सबै सुक्खा चिजहरू एउटा सफा ठाउँमा, भुइँमा वा ठुलो भाँडोमा हालेर राम्ररी मिसाउने, मतलब एक नासले। भनेपछि